कल्पना गर्नुहोस्, आजभन्दा झन्डै 3 दशक अगाडिको नेपाल। एउटा यस्तो समय जहाँ एउटा चिठी पुग्न हप्ता दिन लाग्थ्यो, जहाँ फोन गर्न सदरमुकामसम्म घण्टौं हिँड्नु पर्थ्यो। गाउँहरू सधैँ अँध्यारोमा हुन्थे र प्रविधि त केवल एउटा सपना जस्तै थियो। तर त्यही अन्धकारबाट सुरु हुन्छ एउटा यस्तो यात्रा जसले संसारलाई नै देखाइदियो कि सपनाको शक्ति कति महान हुन्छ भनेर। यो कथा हो सपनाको, यो कथा हो सङ्घर्षको, यो कथा हो त्यो सपना साकार पार्ने एक अडिग मान्छेको। यो कथा हो महावीर पुनको। विक्रम सम्वत 2011 साल म्याग्दीको विकट नाङ्गी गाउँ। अत्यन्तै विपन्न परिवारमा जन्मेका महावीरको बाल्यकाल गोठालो गर्दै, गाई भैँसी चराउँदै र घाँस दाउराको भारी बोक्दै बित्यो। त्यो बेला गाउँमा स्कुल थिएन, कापी र कलम त सपना जस्तै थिए। उहाँ खरी ढुङ्गाले ढुङ्गाकै पाटीमा लेखेर अक्षर सिक्नुहुन्थ्यो। चिसो हिउँमा पनि ठाली खुट्टा, च्यातिएको भोटो लगाएर उहाँले कैयौँ डाँडा काँडा काट्नुभयो। पेटभरि खान नपाउँदाका ती रातहरू र पैतालामा बिजेका ती काँडाका चोटहरूले उहाँलाई कमजोर होइन, अझ बलियो बनायो। चरम अभावका बीच पनि उहाँले ठूलो मान्छे बन्ने सपना देख्न कहिल्यै छोड्नु भएन। 13 वर्षसम्म शिक्षक बनेर परिवारको बोझ सम्हाल्नुभयो, तर एउटा ठूलो सपनाले उहाँलाई भित्रभित्रै घचघच्याइरहेको थियो। उहाँ उच्च शिक्षाका लागि विदेश जान चाहनुहुन्थ्यो, तर कतैबाट पनि छात्रवृत्ति नपाउँदा उहाँलाई निराशाले घेरेको थियो। आर्थिक अभाव यतिसम्म थियो कि उहाँले अमेरिकाका 24वटा विश्वविद्यालयलाई पालै पालो चिठी लेख्नुभयो। उहाँले आफ्नो वास्तविकता लुकाउनु भएन, बरु इमान्दार भएर लेख्नुभयो, मसँग पढ्ने तीव्र इच्छा शक्ति त छ, तर म यति गरिब छु कि कलेजको शुल्क तिर्ने 1 सुको पैसा मसँग छैन। त्यही साँचो इमान्दारिताले अमेरिकाको नेब्रास्का विश्वविद्यालयको ढोका खोल्यो। अमेरिका पुगेपछि पनि जीवन सजिलो थिएन। उहाँले कलेज पढ्दै बाँकी समयमा मजदुरी गर्नुभयो। भाडा माझ्नेदेखि लिएर कडा शारीरिक श्रम गरेर उहाँले आफ्नो खर्च जुटाउनुभयो। तर यति हुँदाहुँदै पनि उहाँको ध्यान डलर कमाउनमा कहिल्यै गएन। धेरै मान्छेहरू अमेरिकाको सुख सुविधामा हराउँछन्, तर महावीर पुनको मुटु त अझै पनि म्याग्दीका ती दुर्गम पहाडहरूमा धड्किरहेको थियो। उहाँले सोच्नुभयो, मैले सिकेको यो ज्ञान अमेरिकाको सहरलाई होइन, मेरो देशको अँध्यारो गाउँलाई चाहिन्छ। त्यसैले सन् 2002 मा सुख सयल र ग्रीन कार्डको मोहलाई त्यागेर उहाँ नेपाल फर्किनुभयो। रित्तो हात, तर म्याग्दीका डाँडा काँडामा प्रविधिको उज्यालो छर्ने एउटा महाअभियान बोकेर। सन् 2002 मा अमेरिकाबाट फर्किँदा उहाँसँग न त ठूलो ब्याङ्क ब्यालेन्स थियो, न त महँगा उपकरणहरू। हातमा एउटा पुरानो ल्यापटप र मनमा गाउँको विकास गर्ने अटोट मात्र थियो। म्याग्दीका ती विकट गाउँहरूमा जहाँ बिजुलीको पोलसम्म पुगेको थिएन, त्यहाँ इन्टरनेट पुर्याउने कुरा सुन्दा धेरैले उहाँलाई बहुलाएको सम्झिए। पैसा थिएन, तर उहाँसँग जुगाड गर्ने अद्भुत दिमाग थियो। महँगा धातुका बाकसहरू किन्न पैसा नहुँदा उहाँले पुराना काठका बाकस र प्लास्टिकका बट्टाहरूलाई नै सर्भर राख्ने ठाउँ बनाउनुभयो। पुरानो टेलिभिजनको एन्टिना र मिल्किएका तामाका तारहरू जोडेर उहाँले आफ्नै हातले सिग्नल टिप्ने उपकरण तयार पार्नुभयो। इन्टरनेटका लागि आवश्यक ट्रान्समिटरहरूलाई घाम र पानीबाट जोगाउन उहाँले टिनका पाता र प्लास्टिकका बोराहरूले बेरेर डाँडा डाँडामा राख्न थाल्नुभयो। तर उपकरण बनाउनु मात्र पर्याप्त थिएन। सिग्नल पुर्याउनका लागि पहाडका अग्ला र कठिन डाँडाहरूमा एन्टिना ठड्याउनु पर्ने थियो। भारी उपकरणहरू काँधमा बोकेर हिउँले ढाकिएका चिप्लो बाटाहरू छिचोल्दै उहाँ दिनभरि हिँड्नुहुन्थ्यो। कतिपय ठाउँमा पोल गाड्ने ठाउँ नहुँदा उहाँ आफै अग्ला रुखका टुप्पाहरूमा चढेर ज्यानको बाजी लगाउँदै एन्टिना बाज्नुहुन्थ्यो। रातभरि ओडारमा सुतेर कतिपय समय भोकै बसेर उहाँले गाउँ गाउँमा सिग्नलको खोजी गर्नुभयो। अन्ततः उहाँको त्यो पागलपन र पसिनाले रङ्ग ल्यायो। म्याग्दीका भीर पाखारहरूमा पहिलो पटक वायरलेस इन्टरनेटको घण्टी बज्यो। जहाँ बाटो पुगेको थिएन, त्यहाँ प्रविधि पुग्यो। संसारले देख्यो कि यदि मनमा दृढ इच्छा शक्ति छ भने रित्तो हातले पनि पहाडलाई जित्न सकिन्छ। गाउँमा इन्टरनेट पुर्याएपछि पनि उहाँ रोकिनु भएन। उहाँको अबको लक्ष्य थियो नेपाली युवाको प्रतिभालाई स्वदेशमै फुलाउने। त्यसैले विक्रम सम्वत 2069 सालमा उहाँले राष्ट्रिय आविष्कार केन्द्रको एउटा विशाल सपना देख्नुभयो।
सरकारको ढोकामा वर्षौं धाउनुभयो, तर सिंहदारले नीति छैन भन्दै उहाँलाई रित्तो हात फर्काइदियो। जब देशले साथ दिएन, तब उहाँले एउटा यस्तो निर्णय लिनुभयो जसले सबैलाई स्तब्ध बनायो। उहाँले आफ्नो पाएका पदकहरू बेच्ने घोषणा गर्नुभयो। मेरो पदक दराजमा थन्किनका लागि होइन, देश बनाउनका लागि हो भन्दै उहाँ सडकमा निस्किनुभयो। जनताको एक रुपैयाँ सहयोगबाट अन्ततः आविष्कार केन्द्र ठडियो। आज त्यहाँ ड्रोनदेखि कृषि औजारसम्म र हस्पिटल उपकरणदेखि सफ्टवेयरसम्म नेपाली युवाहरूले आफ्नै हातले बनाइरहेका छन्। लाखौंको बजेट चलाउने मान्छे, तर उहाँको आफ्नो जीवन भने अझै उस्तै छ। उही एक जोड चप्पल, उही पुरानो झोला र अनुहारमा कहिल्यै नमेटिने त्यो सरलता। अझै पनि जब आविष्कार केन्द्रलाई रकमको खाँचो पर्छ, उहाँ काठमाडौँका चिसो सडक पेटीमा बसेर आफ्नै जीवनी महावीर पुन बेचिरहेको भेटिनुहुन्छ। उहाँ भन्नुहुन्छ, आफ्नो देशका लागि माग्न मलाई कत्ति पनि लाज लाग्दैन। यो कथाले सिकाउँछ, देश बनाउन कुर्सी र पावर होइन, सफा नियत र कहिल्यै नथाक्ने खुट्टा चाहिन्छ। यदि तपाईले सपना देख्नुभयो र हार नमान्ने हिम्मत गर्नुभयो भने यो संसारमा असम्भव भन्ने केही हुँदैन। नेपाली स्वाभिमानका यी जीवित मसाललाई हाम्रो सलाम र सम्मान छ। सलाम छ त्यो अविरल यात्री महावीर पुनलाई।